हाम्रो नेपाली दाजुभाइले भन्दाखेरि मजाक सोध्छन् हैन। लेबरको ढ्याडी 600 छ, मिस्त्रीको ढ्याडी 8 देखि लिएर 900 सम्म छ भन्दैछु हैन। यस्तो काममा आउनु छ है साथीहरू। रोडको ठेकदार मेटरहरूसँग चोरहरूसँग फस्नु न, यस्तै गाउँमा आएर काम गर्नुहोस् है साथीहरू भन्दा हैन मजाक नै सोध्छन् के। अहिलेको जमाना मान्छेलाई भलाइ नै गर्दा बुराइ नै सोध्छन् के। जो नराम्रो सोध्छ नि त्यसलाई नै राम्रो सोच्दा रहेछन् अहिलेको मान्छेहरू। चाहिँ राम्रो सोच्दा नराम्रै सोच्ने। अब मैले भन्छु हैन, गाउँमा आउनुहोस् है, गाउँमा आउनुहोस् साथीहरू। यस्तो रोडमा गरेर काम नगर्नुहोस्। तपाईहरुलाई के मिल्छ त 300-400 रुपैयाँले के हुन्छ महिनामा 12,000 रुपैयाँ हुन्छ हैन। म भन्छु मिस्त्रीहरूलाई लेबरहरूलाई भन्दैछु के हैन, सबै साथीहरूलाई भन्छु यस्तो काममा आउनुहोस् हैन। चाहिँ काम पनि अलि कडै नै हुन्छ, पैसा पनि कडै नै छ। गाउँको काम हो हैन, यो घर स्कुलहरू बन्छ हैन, घरको काम हो। नगद पैसा मिल्छ हैन यसमा। सरकारी काममा छैन, कहिले पास भएको छैन, कहिले केही भएको छैन भन्ने कामै नै छैन यसमा त। सिधै जस्तै काम फाइनल त्यस्तै पैसा हैन, फाइनल हुन्छ, हिसाब मिल्छ भन्दाखेरि हाम्रो साथीहरूले मान्दैनन् नि, मजाक नै सोच्छन्। त्यही भएर म भन्छु त यतातिर मेरो अहिले आएको 9-10 महिना हुन्छ हैन, तर राम्रो छ, कमाइ नै पनि बेसी नै चलिरहेछ तपाईको भन्नुपर्छ। अनि रोडमा हुन्थ्यो होला भने मेरो कमसीमा केही नभए पनि अहिले एक सालमा ज्यादा भन्दैन थिए मेरो, त्यही हो के 20-25 हजार रुपैयाँ, 30-35 हजार, 50,000 रुपैयाँ मान्नु ज्यादैमा ज्यादा त्यति नै बस्थ्यो होला। के बस्थ्यो, 500 रुपैयाँ मेरो मिल्थ्यो हैन, 300 रुपैयाँ लेबरको मिल्थ्यो हैन। म मिस्त्री नै गर्थेँ पहिलेदेखि। अहिले आएर म यस्तो मिस्त्री तक पनि पुगिसके हैन। अब यति पनि गाइज तपाईहरुले यति नै हैन, अरूले गरेको काम नै हो भन्नुहुन्छ भने ठिक छ, म आज दिनमा पनि बनाउँछु हैन भिडियो। काम पनि हेर्नु होला, मसित लेबर पनि छन् हैन, मिस्त्री पनि छन् हैन। अब ठेकदार त म हैन, तर मेरो एउटा छन् हैन, यतै बिहारको मान्छे छ हैन, बिहारी हो ठेकदार। अनि एउटा माइ नै छु, एउटा दुईटा बिहारी छन् हैन मिस्त्री, अरु लेबर छन् बिहारी नै छन्। तर मैले गर्ने काम नै यही नै हो हेर्नुहोस्। म भन्छु विदेशमा गएर पनि केही फाइदा छैन, विदेश भन्दा पनि यतै ठिक छ। तर हाम्रो देशले त केही गर्न सकेन हेर्नुहोस्। इन्डियाको मोदी सरकारले चाहिँ मलाई पालेकै छ हैन, काम रोजगारी दिएको छ। तर आफ्नो देशले काम रोजगारी दिन सक्दैन के साथीहरू। त्यही